भक्तजनहरूलाई भनेर एक मिनिमम पनि हामीले 10,000 देखि माथि चाहिँ अक्षय कोषमा सेभ गर्ने हो भने सबैले भक्तजनहरू लगायत यहाँ मनसेवा सभा सबैले चाहिँ समय मिलाएर अब माघ 5 गते कार्यक्रम आउँदैछ, फागुन 3 गते आउँदैछ हो, यसरी क्रमैसँगले हाम्रो एउटा कोष इस्टाब्लिस गरेर चाहिँ सबैले यसरी सहायता जुटाइदिनु भयो भने म पनि भन्छु, मेरो साथीभाइहरूलाई भन्छु, मेरो लिङ्कका मान्छेहरूलाई भन्छु, यसरी गऱ्यौँ भने हामी केही कोषहरू खडा गर्न सक्छौँ र त्यो कोष नितान्त चाहिँ गुरुको स्वास्थ्य उपचारको निम्ति हुनेछ र त्यसले गर्दाखेरि त्यो पाराले हामीले काम गर्न सक्छौँ भन्ने लागेको छ र त्यसले गर्दाखेरि त्यो सन्दर्भमा सबैले चिन्तन मनन गरेर भोलि गुरु नरहे हामी रहेर केही त्यस्तो ठुलो अर्थ छ लाग्दैन मलाई। हामी 5 तले महलमा सुतौँ या चाहिँ 101 तला 108 तलाको महलमा सुतौँ तर निन्द्रा लाग्नु पर्यो। हाम्रो निम्ति चाहिँ माग्ने दिन खोजेको कुराहरू ल्याउँ कि ल्याउँ न, त्यसले पनि तपाईँलाई सुत्न दिँदैन। हामीले समयमा भनेको कुराहरू बुझ्यौँ कि बुझ्यौँ न, हो त्यसले पनि तपाईँलाई सुत्न दिँदैन। त्यसले गर्दाखेरि हामी त के हो भन्दाखेरि दर्शन बुझेको मान्छे, पहिचान बुझेको मान्छे, अस्तित्व बुझेको मान्छे, यो सबै कुराको संरक्षण सम्वर्धन गऱ्यौँ भने बल्ल उसले हामीलाई संरक्षण गर्छ भन्ने कुरा बुझेको मान्छे। त्यसले गर्दाखेरि मैले अहिलेसम्म कुनै पनि हिसाबले फर्मल प्रोग्राममा इन्टरप्ट गरेको थिएन, तर आज चाहिँ चितै नबुझेर मैले चाहिँ वास्तवमा माननीय अध्यक्षज्यूसँग यो समय मागे र यो समय उहाँले दिनुभयो। यसको निम्ति आयोजक समिति समक्ष म धन्यवाद दिन चाहन्छु। र अर्को दुईटा पोइन्ट छ मेरो। अब एउटा पोइन्ट चाहिँ मानसेवा शब्द गुरुज्यूहरूले गुरु आश्रमलाई कसरी बुझ्नु भएको छ, धेरै नजिकबाट बुझ्ने धेरै हुनुहुन्छ होला, तर थोरै मान्छेहरूले गुरु आश्रमलाई कसरी बुझ्नु भएको छ मलाई थाहा छैन, आफ्नो बुझाइ हुन्छ। हुन त म यहाँ 2051 सालदेखि आउने जाने हो। जतिखेर माओवादीको जनयुद्ध थियो त्यतिखेर हामी यहाँ बस्थ्यौँ गुरु आश्रममा। मेरो बुवाले फोहोर मैलाहरू टिप्नुहुन्थ्यो, सरसफाइहरू गर्नुहुन्थ्यो, बाहिरभित्र हेर्नुहुन्थ्यो। घाँस गाईले खाएन गाउँमा गएर चाहिँ मान्छेलाई पत्र लेख्नुहुन्थ्यो, भनेर ल्याउनुहुन्थ्यो, घाँस लिएर आउनेहरूको नाम लेख्नुहुन्थ्यो। म चाहिँ भित्र गुरुबाबु गुरुआमाको एउटा खाना पकाएर बस्थेँ। यो चाहिँ 2058 देखि यताको कुरा हो, 65 सम्मको अवस्था मेरो त्यो थियो। तर अहिले पनि मैले गुरु आश्रमदेखि टाढो गएको छैन। भन्नुको तात्पर्य म यहाँ सुतिराख्नु, यहाँ बसिराख्नु पर्छ भन्ने चाहिँ होइन, तर गुरु आश्रमप्रति के पर्छ र धर्मप्रति के पर्छ त्यो मैले सकेको गर्ने हो भन्ने हिसाबले म लागिराखेको हुन्छु। र यसमा चाहिँ मैले भन्न खोजेको चाहिँ गुरुआमा पनि वृद्ध हुँदै जाँदै हुनुहुन्छ है। खेतीपातीहरू अहिले चाहिँ अन्नबालीको युमा माग हो। उहाँले चाहिँ अब भन्नुभएको छ यहाँ कृषिको कार्यक्रममा, युमाले नै तान बुन्नु सिकाएको छ, लुगा लाउन सिकाएको छ, युमाले नै अन्नबाली चिनाएको छ, युमाले नै कन्थमलदेखि अन्नबालीसम्म लिएर यो सबै चाहिँ विकसित रूपहरू यसरी आएको हो र हामी यसरी बाँची खानुपर्छ। भोलि के चाहिँ वार हुँदैछ, के चाहिँ महामारी आउँदैछ, के चाहिँ भूकम्प आउँदैछ भनेर यो कुराहरू आइरहँदाखेरि गुरुआमाहरू आत्तिराख्नु भएको छ। तागेर नि उहाँ उमाङले यो सन्देश दिएको छ है भनेर बारम्बार भनिराख्नु भएको छ। त्यसले गर्दाखेरि गुरु आश्रमप्रति यहाँले के कति बुझ्नु भएको छ, तर मैले बुझेको के हो भने शान्तिको प्रतीक मानिने परिवार, राष्ट्र विभूति महागुरु फाल्गु नन्दले पालेको परिवारको सन्तान हुन् भनेर गुरुआमाले हामीलाई भन्नुभएको छ। गुरुआमाले किन यति धेरै गाईहरू पाल्नुभयो, किन यति धेरै आवश्यक छ भन्ने कुराहरू मान्छेले गरिरहँदाखेरि एउटा मलको लागि आवश्यक छ, अर्को अमृतको लागि आवश्यक छ। पल्लो घरमा जानुहोस् बेला बखतमा मही खान पाउनुहुन्छ, अमृतको लागि आवश्यक छ। अर्को हरेक गाईको सिङमा मणि हुन्छ, गुरु आश्रममा पालेको गाईको सिङमा मणि हुन्छ भनेर गुरुआमाले भन्नुभएको छ। अर्को त हामी कृषि प्रधान देशमा बसेकोले गर्दाखेरि अब हलो जोत्नु पर्यो, गोरु जोत्नु पर्यो, त्यो हिसाबले पनि हामीलाई आवश्यक छ होइन भन्दाखेरि मलाई लाग्छ मैले त्यो कुरा बुझेको हो। तर त्यसमा मलाई शङ्का लागेको कुरा अब उहाँहरू मनुष्यमा पो आउँदै हुनुहुन्छ कि यहाँ पालिएका कुकुरहरू छन्, यहाँ पालिएका चितल छन्, हरिण छन्, यहाँ पालिएका जाने दुम्सी छ, यहाँ पालिएका जति पनि जीव जनावर दोपाया चौपाया जति पनि छ उहाँहरू अब हामी जस्तै मान्छेमा पो आउने हो कि है। त्यसले गर्दाखेरि यसरी गुरुआमाले हामीलाई इन्करेज गरिरहँदाखेरि, मोटिभेट गरिरहँदाखेरि हामीले कृषिमा मैले भन्न जोड्न खोजेको कुरा के हो भने मानसेवा सभाजीहरू धेरै टाढोबाट आउनु भएको छ। गुरुआमाले के भन्नुभएको छ भने हामीसँग हिँड्यौँ भने हाम्रो आत्मा बुझ्नेछौ, हामीसँग हिँड्यौँ भने भोलि हाम्रो सम्बन्ध नजिक हुनेछ, भोलि मतलब हामी मृत्यु पर्यन्त पनि सँगै हुनेछौँ। त्यसले गर्दाखेरि गुरु आश्रममा सकेर पनि आउनुहोस्, नसकेर पनि आउनुहोस्,
तपाईँले धेरै गर्न पर्दैन। यहाँ आएर दाउरा सार्न सघाउनुहोस्, यहाँ आएर घाँस काट्न सघाउनुहोस्, फेरि रेगुलर सधैँ बस्नुपर्छ भन्ने पनि होइन फेरि। तर के चाहिँ हो भन्दाखेरि बर्खायामको खेतीमा निकै गाह्रो हुन्छ, मैले महसुस गरेको छु। गुरुआमालाई निकै गाह्रो हुन्छ वर्षायामको खेतीमा र हिउँदयाममा पनि अलिकति समय हामीले दिनुपर्छ। त्यसको लागि चाहिँ स्वदेश विदेशका भक्तजन महानुभावहरूलाई होला, यहाँ सवारी चालक हुनुहुन्छ होला, कोही ब्याङ्कमा काम गर्ने हुनुहुन्छ होला, कोही बिजनेस पार्टमा हुनुहुन्छ होला, होइन, कोही पोलिटिकल सेक्टरमा हुनुहुन्छ होला, कोही सोसल एउटा डिपार्टमा हुनुहुन्छ होला। तर जे जस्तो भए पनि हामीले इयरली, होइन, वर्षमा 1 महिना छुटाउने हो भने, होइन, हिउँदोमा 15 दिन, बर्खामा 15 दिन छुटाउने हो भने हाम्रो भाग यहाँबाट हराउँदैन, हाम्रो भाग यहाँबाट हराउनेवाला छैन। र हामी फिजिकल्ली